युकेका संस्थापक सचिव डाक्टर पुष्प उप्रेतीज्यू, नमस्ते सबैजनालाई फेरि पनि। आजको यो गोर्खा समाज युकेको 10औं वार्षिक उत्सव उपलक्ष्यमा मैले यहाँसम्म आइपुग्दा तपाईहरुको यो हँसिलो मुहार कतै निसासिएको देखिन मैले। म त्यहाँ बसेर त मलाई गौरव लाग्यो। आजको यस 10औं वार्षिक उत्सवको पथमा अतिथ्य गर्नुहुने अध्यक्ष बोजाल कणेलज्यू, संस्थापक अध्यक्ष रेशम बुढाथाकीज्यू, पूर्व अध्यक्ष राजु कणेलज्यू, पूर्व अध्यक्ष चन्द्र सानीज्यू, पूर्व र यस्तै गरेर नेपालदेखि आउनुभएका हाम्रा अतिथि कलाकार विश्व खत्रीज्यू, बहिनी सपना रोकाज्यू र हाम्रो जमुना बहिनीज्यू लगायत मैले सबैको नाम लिनुपर्छ। मलाई थाहा छ, म अध्यक्ष हो, म आजको सभापति पनि हो, मन ठुलो छ, मलाई लिने मन छ। फेरि पनि सबभन्दा पहिले मैले आदरणीय पूजनीय बुवाआमाहरू जो आज नेपालदेखि यहाँ आउनु भएको छ, तपाईका छोराछोरी भाइ बहिनीहरूले के गरेका छन्, कसरी बसिरहेका छन् भनेर तपाईले जसरी हेर्नु भएको छ, त्यसलाई आज देख्नु भएको छ। हाम्रो यही समाज हो, यो हाम्रो मिनी नेपाल हो। हामी यसरी बसेका छौँ। हामी यही भन्न चाहन्छौँ, देशको परिस्थितिले गर्दा हामी टाढा रहे पनि हामी कोसिस छ हाम्रो धर्म संस्कृति र परम्परालाई हामी कहिले पनि छोड्ने छैनौँ भनेर हामी यसरी भेट भएका छौँ। बुवाआमाहरूलाई मलाई लाग्छ यो खुसी तपाईले गरिदिनु होला भन्दै विभिन्न संघ संस्थाबाट आज मेरो आतिथ्यलाई यहाँ गोर्खा समाज युकेको 10औं वार्षिक उत्सवको सम्पन्न बनाउनको लागि अतिथिको आसन गर्नुहुने सम्पूर्ण मेरा अतिथिहरूलाई मलाई सायद मन ठुलो छ, मैले सबैको नाम लिनुपर्छ त्यो पनि मलाई थाहा छ। तर मलाई विश्वास छ पूर्व मेरो गोसाईज्यूले भनिसक्नु भएको छ, समय अलिक छोटो भएको हुँदा मैले यसलाई यहीँ बिन्ती गरेँ। तपाईँ सम्पूर्णलाई आज अतिथिको आसन गर्नुहुने सम्पूर्णलाई विशेष गरी मेरो व्यक्तिगत तथा गोर्खा समाज युकेको तर्फबाट धेरै धेरै आभार छ। मलाई यो मात्रै होइन, आगामी वर्षहरूमा पनि कृपया हाम्रो आतिथ्यलाई यसरी तपाईँ स्वीकारेर हाम्रो कार्यक्रमलाई सफल बनाइदिनुहुनेछ भन्ने मैले पूर्ण विश्वास लिएको छु। आजको यो 10औं वार्षिक उत्सवको उपलक्ष्यमा हाम्रो सानो बच्चा आज 10 वर्षको भएको छ। पूर्व अध्यक्षज्यूहरूले भनिसक्नुभयो, पूर्व संस्थापक सचिवज्यूले भनिसक्नुभयो, हामी बिस्तारले हामी बाहिर सर्न सुरु गरेका छौँ र मलाई विश्वास छ हाम्रो बच्चा यसरी नै अघिल्लो वर्षमा अझ छिटो भाग्नेछ। केही जिम्मेवारी त संस्थापक सचिवले मलाई दिइसक्नुभयो। पूर्व अध्यक्षले आफ्नो जिम्मेवारी आफ्नो एउटा कार्यक्रममा पुरा गरेर जानुभएको छ। मलाई विश्वास छ मेरो कोसिस रहनेछ तपाईहरुको मन नदुखाइकिन, संस्थामा कुनै विवाद नआइकिन मैले यो संस्थालाई अझ 1 वर्ष अगाडि ह्यान्डल गरेर मैले अर्को साथ हस्तान्तरण गर्ने अवसर पाउनेछु भन्ने पनि मैले विश्वास राख्दै फेरि पनि आजको यस कार्यक्रमको लागि सबै र भव्य तपाईहरुको उपस्थितिको लागि र विशेष गरेर मैले राखेको वचनलाई तपाईहरुले सहर्ष स्वीकारेर मैले मेरो गोर्खा समाजलाई केही भन्दाखेरि कुनै पनि आर्थिक सहयोग गर्ने साथीहरूले नाइ भन्नु भएन। यसको लागि म विशेष रूपमा धेरै आभारी छु र मेरो आभार छ। म तपाईप्रति म सबै आभारी रहनेछु। यो गोर्खा समाज सधैँ आभार रहनेछ भन्ने पनि मैले यहाँलाई जानकारी राख्न चाहन्छु। र आजको यस कार्यक्रमको लागि विशेष गरेर मेरा गोर्खाली साथीहरू सहस्र साथीहरूले जसरी खाना बनाएर सहयोग गर्नुभएको छ उहाँहरूलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। र यस्तै गरेर कलाकारहरू नेपालबाट आउनुभएको छ। मलाई लाग्छ विश्व खत्री भाइ, म भाइ भन्छु, मलाई दाइ भन्नुभयो। मैले विश्व खत्रीज्यू भनेको दाइ होइन, मलाई भाइ नै भन्नुपर्छ, दाइ तपाईँले भन्नुभयो। ठिक छ, मेरो भाइ सही, तर मेरो राष्ट्रिय कलाकार हो। आई रेस्पेक्ट हिम एन्ड आई रेस्पेक्ट अल द आर्टिस्ट एज वेल फर द आर्टिस्ट। सबैजनालाई पुनः एकपल्ट मैले स्वागत पनि गर्न चाहन्छु र तपाईहरुको आरामसँग खाना खाइदिनु होला र हाम्रो कार्यक्रम 10-11 बजेसम्म कन्टिन्युज रहनेछ। र यस्तै गरेर यस स्पोन्सरलाई मैले भन्नै पर्छ, नेपाल अहिले भर्खर मेरो शिवलाल गौतम भाइ नेपाल जानुभएको छ। मैले सेफहरूलाई विशेष केही गलकोटको चिन्ह रहोस् भनेर केही हामीले गर्ने व्यवस्था गरेका छौँ। यसको लागि शिवलाल भाइ थ्री किङ्स उहाँलाई हामीलाई केही सहयोग गर्नुभएको छ। भाइ नभएर बुवा आउनुभएको छ, उहाँलाई विशेष स्पोन्सर गर्नुभएकोमा मेरो व्यक्तिगत तर्फबाट उहाँलाई धेरै धेरै धन्यवाद। अवतार दाइनीको मेरो मित्र सुरेशजी हुनुहुन्छ लगायत अवतार दाइनीको टिमलाई पनि धेरै धेरै धन्यवाद। मलाई केही सहयोग चाहियो भनेको विशजी तपाईँले भन्नुभयो, मैले कसैले नाइ भन्नु लाएर भन्नुभयो, कति लेख्नुभएको तपाईँको मन कति छ भन्नुभयो। मन त मलाई ठुलै थियो, तर मैले फेरि पनि माग्नुपर्छ, अघिल्लो वर्ष पनि यो कार्यक्रम गर्नुपर्छ र मलाई जति मन लाग्छ लेख्छ भन्नुभयो। उहाँले गर्नुभएको सहयोगको लागि विशेष आभार। यस्तै गरेर दयानिधि सापकोटाज्यू पूर्व वक्ता पनि हुनुहुन्छ, उहाँले पनि भाइ लेख्नु न त तपाईँले भन्नुभयो। जो जोलाई मैले
आह्वान गरेँ, उहाँले मलाई कहिले पनि नाइन भएन, लगायत गलको समाजका आफ्ना साथीहरू त आफ्नो संस्थाको लागि गर्नु नै भएको छ। हामीले कति गर्न सक्छौँ सबैलाई सानो मायाको चिनो दिने पनि हामी कोसिस गरेका छौँ भन्दै आजको यो सभ्य र भव्य कार्यक्रममा यहाँहरूको उपस्थितिको लागि विशेष धन्यवाद। र चल मैले अतिथि पठाएर मलाई निमन्त्रणा उपस्थित नभएर मलाई शुभकामना मन्तव्य पठाउनु भएको छ, उहाँहरूलाई पनि विशेष रूपमा मैले एकमुष्ट रूपमा धन्यवाद समाजको तर्फबाट धन्यवाद राख्दै यहाँहरूको आजको साथ रमणीय र स्वच्छ र उच्च रूपमा आजको कार्यक्रमलाई सफल बनाएर हामीले यहाँबाट गलको समाज युकेको टिमले यहाँलाई विदाय गर्नेछ भन्ने कामना राख्दै मेरो छोटो मन्तव्य यहीँबाट टुक्राउन चाहन्छु। हस्त, धन्यवाद, नमस्ते, जय गलकोट यहाँहरूको लागि। र यस्तै गरेर अन्त्यमा मैले पहिलो चरणको कार्यक्रम पनि यहीँ अन्त्य भएको घोषणा गर्दछु र कृपया मैले एउटा रिक्वेस्ट गरेँ सूचना म यहीँ भएको हुँदा अब खानाको कार्यक्रम पनि भएको हुँदा अतिथिज्यूहरूलाई कृपया हामीले केही सानो मायाको चिनो राखेका छौँ, सम्भव हुन्छ उठेर